माथिको टिकट काट्नु पर्ने बेलामा खुब लभ गर्दै हिँड्न पर्ने एउटा हुन्छ नि तरिका। छोरालाई बाबु कमी नहोस् भनेर होला नि त हो भन्टी ब्रो। हात्ती आमालाई साथी चाहिएको, त्यही पनि बुढेसकालको साथी त चाहियो नि त। कमसेकम छोराको त डर मान्नुपर्छ नि। यही गर्न लाग्यो तिमी यहाँ इन्डियाको राजस्थानमा जेठो छोराबारीसँग बस्नु छोडेर। अब तिमी यहाँ मसँग बस्नु परेको छैन। जो उतै आफ्नै जेठो छोराबारीसँग गएर बस। गाको गाई हो, पहिले जेठो छोराबुहारीकोमा गएर बस भन्नेमा गएर म बसिहाल्छु होला नि। त्यही त हात्तीको त कसैसँग त्यसो भए आफ्नो थन्कामा बस नि त। कमसेकम पाप धर्म उमेरको त ख्याल गर। होइन मैले पाप धर्म उमेरको चाहिँ के ख्याल गर्नु पर्यो ह? अब जवानीको जोस आउने भनेकै यही उमेरमा रहेछ। त्यही त मायामा कहाँ उमेर हुन्छ त। माया बसेपछि बस्छु होइन हात्ती आमा। त्यही पनि तैँले बाउ पाउँदैछस्, खुसी हुन। त्यही त भन्छु र खुसी हुनु के। जे भए पनि आमाको बिहे हेर्नु पाउनु भनेको त भाग्य मानिले मात्र पाउँछ नि त होइन हात्ती आमा। खुसी हुने बेला हो यो। मलाई खुसी हुनु छैन र मलाई बाउ पनि चाहिएको छैन। अब तँलाई पो बाउ चाहिएको छैन त मलाई त पोइ चाहिएको छ नि। बुढेसकालमा त्यसै जिन्दगी कटाउन गाह्रो हुन्छ नि त भन्नु र केही नबुझेको। आमाको यो कुरा चाहिँ बुझिदिनु क्या अन्ध हुन्छ भन्छ। यदि तिमीलाई पोइ नै चाहियो भने अरू छैनन्, अरूलाई बनाउन सक्दैनौ। त्यही शङ्करेलाई नै पोइ बनाउनु पर्छ भन्ने छ। अब त्यही शङ्खरे मन पर्यो त के गर्नु नि। मेरो लागि त्यो शङ्खरे भन्दा ह्यान्डसम र राम्रो त कोही हुनै सक्दैन। हेर शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल भन्दा पनि ह्यान्डसम लाग्छ मलाई त्यो शङ्खरे त के गरौँ म। त्यो चाहिँ हो हात्ती आमा, सही कुरा गर्नुभयो तपाईँले। एउटा भनाइ नै छ नि, मन परेको जुत्ता पजुत्ता नभए खाली खुट्टै ठिक छ। सही कुरा गर्नु होइन छोरी छोरी, तेरो लागि त्यो हात्ती प्यारी भन्दा राम्री सानी आमा अरू कुनै हुनै सक्दैन। ल लेखेर राख्न। त्यही त मायाले बोटे भन्दै होइन भन्ने एउटा भनाइ पनि छ होइन। त्यही भएर उहाँलाई एकदमै हात्ती मन परेपछि पढ्छ। अब छोरीले पनि आमा स्वीकार हुन्छ है। कुरा यति हो कि यदि तपाईँले त्यो हात्तीसँग बिहे गर्नुभयो भने नि सम्झिनुहोस् तपाईँको लागि तपाईँको छोरी मरी। वाक्कै छ त छोरी, तँ मर्यो अर्को छोरी जन्माउला। नभए हात्ती साथीको के काम भएन। शङ्कर बुढो पाइदिने हो। जिन्दगीको के भर छ र प्रिय, हाँस्दा हाँस्दै बाँच्दा बाँच्दै जान्छ। तिमीदेखि एकछिन टाढा भएर बस्यो कि तिम्रो मायाले करेन्ट जस्तै तान्छ। वर्षौँपछि तिनको छानो खियाले खान्छ। वर्षौँपछि तिनको छानो खियाले खान्छ। खुल्या बरु छोरालाई सोधेरै गरे हुन्छ ल हात्ती आमा। भनबट्टे नै रिसाए आर्यघाटसम्म कसले लान्छ। मलाई नि यहाँ गालामा एकचोटि चुम्मा खाइदेऊ न। छ्या छ्या, आज मैले बरसै गरेको छैन, सास गनाउँछ के। केही फरक पर्दैन हात्ती आमा, केही फरक पर्दैन। मायामा मान्छेको पाप त मिठो लाग्छ अरे। झन् हात्ती आमाको शङ्कर सासको के कुरा भएर।